आज म हजुरहरूलाई फलफुल खेतीमध्ये धेरै फलफुल खेतीमा अहिले यो प्रुनिङ गर्ने समय सुरु भइसकेको छ। यो प्रुनिङ गर्नाले चाहिँ हजुरको बिरुवा एकदम हेल्दी रहने, स्वस्थ रहने र त्यहाँबाट पर्याप्त उत्पादन लिन सक्ने हुँदाखेरि हजुरहरूलाई हाम्रो यो अम्बाको खेती जुन बारी छ, यो अम्बाको फार्ममा कसरी यो प्रुनिङ गर्ने र त्यो प्रुनिङ गर्ने केही कुराहरू हजुरहरूलाई म देखाउन चाहन्छु है त। अब यो अम्बाको यो हाँगा छ, यो हाँगा यसको चाहिँ कस्तो हुन्छ भन्दा यो नयाँ हाँगा जति पनि हुन्छ यसरी यो नयाँ आउने हाँगामा चाहिँ फल लाग्ने हुन्छ अम्बाको है, यसरी फल लाग्छ। त्यो हुँदाखेरि अब यो 12 महिना फल्ने फल हो यो अम्बा है। अब करिब हाम्रो 1 वर्ष भयो यो बिरुवाहरू। अब यसलाई हामीले कटिङ गरेर प्रुनिङ गर्नुपर्छ। यो प्रुनिङ जति गऱ्यौँ यसरी यसरी सबै प्रुनिङ गरेपछि यहाँबाट नयाँ हाँगा पलाएर आउँछ। अनि बोटा धेरै अगाउ नबनाउने हामीले अब तलबाटै फलाउने भएपछि यसरी सबै कटिङ गर्नुपर्ने हुन्छ। फार्ममा भएको बिरुवाहरू सबै यसरी अम्बाको बिरुवाहरू सबै हामीले यसरी कटिङ प्रुनिङ गरिसकेका छौँ। अनि यो अम्बाको चाहिँ यो अहिलेको अन्तिम लटको फल राखेका छौँ हामीले यसरी सबै ब्यागिङ गरेका छौँ। यो फ्रुट ब्याग गरेपछि यसको फाइदाहरू धेरै छ। यसको पनि म छुट्टै फेरि अर्को भिडियो बनाउँला हजुरहरूलाई। यसरी हामीसँग 4वटा जातको अम्बाहरू छ यसमा। हाम्रो केजी अम्बा भिएनआर छ, मलेसियन अम्बा छ, अनि हाम्रो गोल्ड यो रेड डायमन्ड पनि छ, अनि थाई पिङ्क। यसरी छ हामीसँग अम्बाहरू है त। यस्तै अरू खेती सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला है त।